हेलो साथीहरु नमस्ते सबैजनालाई र म आज एउटा यस्तो भिडियो लिएर आएको छु कि भिडियो बनाउन त सबै मान्छेले आउँछ हैन। अब भिडियो जसो तसो गरेर मान्छेले बनाइहाल्छ। अब त्यसलाई एडिटिङ कसरी गर्ने हैन, त्योमा च्यानल सब्स्क्राइब बटन कसरी लगाउने, म्युजिक इफेक्टहरु कहाँबाट डाउनलोड गर्ने अनि कसरी लगाउने हैन, त्यही सब बारेमा आज म यो भिडियोमा लिएर आएको छु। र मेरो युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई फलो गरिदिनु होला पनि भन्न चाहन्छु। र कसरी भिडियोहरु चाहिँ एडिटिङ गर्नुपर्छ हैन, कसरी कहाँबाट मैले कुन एपबाट भिडियो चाहिँ एडिटिङ गर्छु, आज त्यही सब बारेमा म यस भिडियोमा बताउने छु तपाईहरुलाई। ल भिडियो अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न र पेजलाई फलो गर्न नबिर्सनु होला। ल जाम अब। ल साथीहरु म चाहिँ यहाँनिर आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु र म कहाँबाट एडिटिङ गर्दै छु भने सबभन्दा पहिला म यो जानकारी दिन्छु तपाईले। यो चाहिँ काइनमास्टर एप हो हैन, इजिली प्ले स्टोरबाट, गुगल प्ले स्टोरबाट हैन, क्रोम ब्राउजरबाट, जहाँबाट नि तपाईले इजिली डाउनलोड गर्न सक्नुहुन्छ हैन यो एपलाई। अब म चाहिँ एडिटिङतिर लागेको छु है। एडिटिङ कसरी गर्ने अब सबभन्दा पहिला यहाँनिर क्लिक गरेर हेर्छु है म। हेलो साथीहरु नमस्ते सबैजनालाई र म अब मैले हेलो साथीहरु नमस्ते यहाँबाट सुरुवात गरेको छु हैन। अब यो मलाई सुरुवातको यो अलिकता यो पार्ट मलाई चाहिएन। अब यसलाई मैले के गर्ने भन्दाखेरि यसलाई मैले हटाइदिने, अगाडिको पार्टलाई हटाइदिने। त सबभन्दा माथिको लेफ्ट राइटतिर चाहिँ क्लिक गरौँ, यो पार्टलाई हेर्नु, यो पार्ट हटिहाल्यो। अब यतिको पार्ट मलाई चाहिएन हैन। अब यो भन्दा अगाडि क्लिक गरेर हेरौँ। साथीहरु नमस्ते सबैजनालाई र म आज एउटा यस्तो भिडियो लिएर आएको छु कि भिडियो बनाउन त सबै मान्छेले आउँछ हैन। अब भिडियो जसो तसो गरेर मान्छेले बनाइहाल्छ। अब त्यसलाई एडिटिङ कसरी गर्ने, अब यसलाई चाहिँ एडिटिङ कसरी गर्ने भनिराख्नु भएको छ हैन। अब चाहिँ यहाँनिर के गर्ने हो भन्दाखेरि अब तपाईहरुलाई यो भिडियोमा कुन पार्ट चाहिएन। अब मलाई जस्तो यो सुरुको पार्ट चाहिएन अनि यति मलाई लास्टको पार्ट पनि चाहिएन। यसलाई नि म यहाँनिर कैचीको अप्सन छ, यहाँनिर सेकेन्ड वाला अप्सन क्लिक गरेर राइट साइडको हैन त्यसलाई पनि मैले हटाइदिहालेँ। अब चाहिँ योमा सब्स्क्राइब बटन र इफेक्ट कसरी लगाउनु त। अब सब्स्क्राइब बटन लगाउन चाहिँ यहाँनिर हेर्नु मैले डाउनलोड गरेर राखेको छु धेरै जस्तो हैन। मानौँ कि मलाई सुरुमा यहाँनिर सब्स्क्राइब बटन लगाउनु छ मलाई हैन, जसले पनि। अब चाहिँ मेरो यहाँनिर म यसलाई चाहिँ अब तपाईको यो ग्रीन कलर छ नि, यो ब्याकग्राउन्ड चाहिँ यसलाई रिमुभ गर्नु पर्यो। अब रिमुभ कसरी गर्ने त यहाँनिर हेर्नु है तपाई, यहाँनिर क्रोम के भन्ने छ नि, यसलाई चाहिँ इनेबल गरिदिनु। यसलाई इनेबल गरिदियो भने त्यो चाहिँ हटिहाल्छ है, त्यो चाहिँ हट्यो। अनि अब यसलाई चाहिँ सेटिङ गर्नु पर्यो। अब तपाईले कहाँनिर राख्ने हो, योमा ट्याप गर्नुहोस् हैन, यसलाई चाहिँ कहाँनिर राख्ने त। अब तपाई चाहिँ मलाई चाहिँ यहाँ मानौँ कि जस्तो ल मैले यहाँनिर मलाई चाहिँ यहाँनिर ठिक लाग्छ हैन। अब यो कसरी काम गर्छ ल हेर्नु हैन। अब म यसको चाहिँ मानौँ कि यसको आवाज हटाइदिन्छु है। म चाहिँ भिडियोको आवाज अलि साउन्ड धेरै आयो, मैले चाहिँ यसलाई साउन्ड रिमुभ गरिदिन्छु हैन। यो चाहिँ भिडियोको साउन्ड चाहिँ हटाइदिहालेँ। अब म यो हान्नु हैन। अब यो चाहिँ राम्रो गरेर लाग्यो। अब मानौँ कि मलाई यहाँ अगाडि अलिकता अगाडि लाउनु छ हैन, यदि बीचमा यसरी कट गर्नु छ भने नि यहाँनिर कैचीमा जाने हैन, यहाँनिर डबल छ नि यहाँ स्प्लिट भन्ने, योमा चाहिँ के क्लिक गर्यो भने यो चाहिँ हटिहाल्यो। अब चाहिँ यो बीचमा मैले हैन, अब यो बीचमा मैले इफेक्ट लाउन खोज्यो भने त्योमा क्लिक गर्यो, यहाँनिर इफेक्टमा आउँछ हैन। जस्तो कि मैले अब यहाँनिर मानौँ कि अब ल मैले यही लगाएर देखाइदिन्छु है अहिले चाहिँ। अब योमा चाहिँ कस्तो आउँछ त हैन। ल म भिडियो क्लिक गरेर ओपन गरेर देखाइदिन्छु, मेरो यस्तो आयो हैन। ल हेर्नु यो भइहाल्यो नि। अब चाहिँ यहाँनिर के गर्ने भन्दाखेरि साइडमा हैन, जस्तो कि मानौँ मैले अब यहाँ बीचमा मैले फेसबुकको बारेमा कुरा गरिरहेको छु, मलाई यहाँनिर बीचमा फेसबुकको फोटो देखाउँछ भने यहाँनिर जाने हैन, सिम्पली सरी मिडियामा जाने अनि योमा क्लिक गर्ने। मलाई यो फेसबुकको फोटो चाहियो हैन, यो फेसबुकको फोटो। अब मैले यसलाई कहाँनिर लगाउनु, मानौँ कि मैले यहाँनिर लगाउँछु हैन। अब मलाई यत्रो ठुलो चाहिए छैन, फेरि एकैछिन झ्याम्म देखिने अनि गइहाल्ने मलाई चाहियो भन्दाखेरि यसलाई म के गर्छु, अगाडिको पार्ट डिलिट गरिदिन्छु हैन। अब डिलिट गरिदिन्छु। अब मेन कुरा के रह्यो भन्दाखेरि यहाँनिर चाहिँ हेर्नु, अब यो त देखियो तर यहाँनिर मजा आएन के, किन भन्दाखेरि अलि साउन्ड भएन।
अब मैले यहाँनिर सिम्पली यहीँनिर जान्छु होइन, अनि यहाँबाट ब्याक आउँछु अनि म्युजिकमा जान्छु। म्युजिकमा गइसकेपछि यहाँ सर्ट्स म्युजिक भन्ने छ होइन, योमा क्लिक गरेर सबभन्दा माथिको मलाई यो म्युजिक चाहिएको छ होइन। अब यो म्युजिक लिएँ मैले, तर म्युजिकमा नि मलाई यत्रो पार्ट चाहिएन, मलाई अलिकता यत्तिको मलाई चाहियो होइन। अब म्युजिक अगाडिको मैले हटाइदिन्छु। अब यो यहाँनिर हेर्नु अब कस्तो देखियो भन्दाखेरि, अब यहाँबाट मैले प्ले गरेर देखाउँछु है तपाईँहरूलाई। यो चाहिँ ल हेर्नु कस्तो राम्रो साउन्ड आयो नि, ट्याक्क पारेर त्यहाँ फोटो बनायो, तल साउन्ड पनि आइहाल्यो। अब मानौँ त्यस्तै मैले युट्युबको लगाउनु छ भने सिम्पली मैले के गर्ने, यहाँनिर जाने होइन, अनि लेयरमा जाने, मिडियामा जाने, अन्त मैले यहाँबाट फेरि मैले अब युट्युबको कुन लगाउने हो। अब युट्युबको जस्तो मानौँ कि मैले चलो यही लगाइदिएँ होइन, तर मलाई अब यत्रो चाहिएको छैन भनौँ न, यत्रो युट्युब मलाई चाहिएको छैन, यसलाई म सानो गर्दैछु होइन। सानो गरेर मलाई यहाँनिर साइडमा लगाउँछ मानौँ होइन। अब साइडमा लगाउँछ त मलाई यत्रो युट्युब पनि यत्रो चाहिएन, मैले यो के गर्छु भन्दाखेरि अगाडिको पार्टलाई हटाइदिन्छु। हटाएर सिम्पली यहाँ आउने, यहीँनिर आउने, फेरि यो ब्याक गर्ने एकचोटि, अडियोमा जाने होइन, फेरि सर्ट्स म्युजिकमा जाने, फेरि त्यही म्युजिकमा यो म्युजिकहरू कहाँबाट डाउनलोड गर्नुपर्छ यो पनि म भन्छु। मलाई त्यत्रो चाहियो होइन, मलाई यत्तिको चाहियो त म अगाडिको पार्ट के गर्छु, रिमुभ गरिदिन्छु होइन। अब मानौँ यो पनि रिमुभ भइहाल्यो। अब चलाएर हेरौँ कस्तो देखिन्छ है। ल हेर्नु यहाँनिर कस्तो मजाको साउन्ड आयो नि होइन, त्यहाँ फोटो पनि आइहाल्यो, फोटो आउँदाखेरि ट्वाक्क लाएर साउन्ड पनि आइहाल्यो। अब तपाईँहरूले जस्तो मानौँ अब पुरै फोटो लगाउन चाहनुहुन्छ होइन, पछाडि मेरो भोइस पनि आओस्, अगाडि फोटो पनि देखियोस् भन्दाखेरि फेरि त्योमा चाहिँ के गर्ने, लेयरमा जाने, मिडियामा जाने होइन। एउटा अब फोटो सिलेक्ट गर्नु, अब तपाईँलाई कुन फोटो मनपर्छ होइन, कस्तो खाले फोटो लाउने हो। जस्तो अब म एउटा फोटो यहाँबाट सिलेक्ट गर्छु, ल मलाई होइन, मलाई यो फोटो चाहिएको होइन, ल मैले यसलाई जुम गरेर ट्याक्क पारेर अगाडिपट्टि लाउने। तर मलाई अब यो फोटो नि मलाई यत्रो लामो चाहिएको छैन होइन, म यसलाई सिम्पली काटिदिन्छु होइन। अनि त अब यसलाई सिम्पली काटिदिएँ अनि फेरि ब्याक गरेर जान्छु, म्युजिकमा जान्छु होइन, सर्ट्स म्युजिकमा क्लिक गर्छु, फेरि त्यो एउटा म्युजिक लिन्छु होइन, त्यसलाई नि यत्तिको राख्छु, म धेरै राख्दिनँ म्युजिक पनि, मलाई त्यत्रो लामो चाहिएको छैन होइन। एकैचोटि स्वाट पारेर देखिने अनि गइहाल्ने खाले चाहियो होइन। ल हेर्नु एकैचोटि देखियो, स्वाट पारेर देखियो। अब मलाई फेरि यत्रो लामो चाहिएको छैन। अब पछाडिपट्टि मेरो भोइस पनि आइहाल्छ होइन, अगाडिपट्टि यो पनि आइहाल्छ। ल हेर्नु त कस्तो राम्रो आयो, हराइहाल्यो होइन। अब तपाईँहरूलाई के छ भन्दाखेरि यहाँनिर अब म्युजिक कसरी लाउने त। अब म्युजिकमा मलाई मेरो भिडियोमा म्युजिक चाहिएको भने सिम्पली यहाँनिर सर्ट्समा क्लिक गर्ने हो होइन, अथवा म्युजिकमा क्लिक गर्ने। जस्तो अब यही म्युजिक चलो मलाई पुरा भिडियोमा लगाउँछ होइन, सिम्पली म्युजिकमा क्लिक गर्ने होइन, अनि तल आउने, यहाँनिर लोप भन्ने छ नि, यसलाई इनेबल गरेर होइन, इनेबल गरिदिने, अनि सेकेन्डलाई लोप टु एन्ड भनेर त्यसलाई पनि अन गरिदियो भने यो म्युजिक मेरो भिडियोको अन्तिमसम्म आइसक्यो होइन। अब यो म्युजिकको मलाई भोल्युमहरू कम गर्न छ, जस्तो आवाज कम गर्न, साउन्ड मलाई यत्रो चाहिएन साउन्ड मलाई होइन। सिम्पली मैले के गर्ने भन्दाखेरिमा यहाँनिर म्याक्समा क्लिक गर्ने अनि साउन्ड कम गर्ने। यहाँनिर मलाई चलो मैले 20% मात्रै राख्छु म यसको साउन्ड, किन भन्दा ब्याकग्राउन्ड साउन्ड मलाई कम चाहियो होइन, मेरो त भिडियोको साउन्ड अलि बेसी चाहियो नि त। सिम्पली योमा क्लिक गर्ने अनि मैले भिडियोमा क्लिक गर्ने अनि भिडियोको साउन्ड चाहिँ मैले बढाइदिने होइन। त्यसै गरी अब मलाई कहीँनिर मानौँ मलाई अब यो बिचमा मलाई मानौँ नि भिडियो अगाडि गरेँ, ल मलाई यहाँनिर यति पार्टसम्म मलाई मेरो भिडियो जुम चाहियो होइन। मैले यहाँनिर डबल ट्याप छ भने यो स्प्लिट भन्ने त्योमा क्लिक गर्नु, यहाँनिर कट हुन्छ होइन। अब मलाई यो पार्ट यत्तिको पार्ट मलाई अलिकता जुम चाहियो होइन, जस्तै जुममा क्लिक गर्ने सिम्पली होइन। अब यति पार्ट मलाई जुम चाहियो होइन, ल यतिको मलाई जुम चाहियो भन्दाखेरिमा अब हेरौँ त यो कस्तो देखिँदैन रहेछ होइन। अब सिम्पली जुम हुन्छ कि हुँदैन, अब हेर्नु यो अगाडि आइहाल्यो नि त। अब यहाँनिर जुम आइहाल्यो, त्यो अगाडि आइहाल्यो होइन। अब ब्याकग्राउन्ड म्युजिक पनि हेर्नु यत्तिको लाग्यो नि त। अब चाहिँ सिम्पली के गर्ने भन्दाखेरि अब सबै काम त तपाईँहरूले सिकिसक्नुभयो
होइन। र अब चाहिँ तपाईँले म एउटा कुरा अरू सिकाउँछु क्या फेरि। भिडियो एडिटिङ गर्दाखेरि अब कहिले बिचमा जस्तो अब तपाईँले इफेक्ट चाहियो केही म्युजिक इफेक्ट होइन, अब यसलाई यहाँनिर कट गरौँ होइन। चलो यहाँ त्यहाँनिर कट भयो नि, योमा क्लिक गर्ने अनि मैले चाहिँ पहिला तपाईँले एउटा अर्को ल्याइदिने। अब मैले सिम्पली यहाँनिर अब यो इफेक्ट लगायो भने अब योमा चाहिँ कस्तो देखिन्छ होइन। ल हेर्नु त भिडियो, ल हेर्नु अब यस्तो गरेको आयो होइन। हो यही हो साथीहरू, मैले पुरा भिडियो एडिटिङ गर्न सिकाइहालेँ, ए टु जेड भिडियो कसरी एडिटिङ गर्नुपर्छ भनेर। अब चाहिँ नेक्स्ट भिडियोमा म तपाईँहरूलाई युट्युब च्यानल कसरी बनाउने होइन, अनि कसरी युट्युब च्यानल पुरा प्रोसेस गरेर ए टु जेडदेखि 1 देखि लिएर 100सम्म म तपाईँहरूलाई बताउँछु होइन। चल्लो ल गाइस, अहिले भने यति, भेटौँ ल नेक्स्ट भिडियोमा। ओके बाइ बाइ।